हाई गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरू हजुरहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु, एकदम ठिकठाकै छु है। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशाका साथमा फेरि पनि म आइसकेको छु न्यू भिडियो लिएर साथीहरू, न्यू डे अनि न्यू भ्लगका साथमा। आज भने कुरा के रहेको छ भने नि साथीहरू, कस्तो जहाज आइरहेको छ कि साथीहरू, हेर्नुहोस् न। हाम्रो के यहाँ मान्छे खसाइरहेको छ नि त, ऊ हेर्नु न, छानामाथि नै यहाँ जहाज चलिरहेको छ कि कति मजाले। ल हेर्नुहोस् न, ल कहीँ जानु पर्दैन जहाज हेर्न। हाम्रो चाहिँ यहाँ छतको माथि बस्यो भने आनन्दले देखिन्छ। ल हेर्नुहोस् त, ल हेर्नुहोस् त। मान्छे खसालिरहेको छ के साथीहरू, मान्छे खसालिरहेको छ। यहीँ एयरपोर्ट छ नि त मेघौलीको, मान्छे खसालिरहेको छ। अनि त्यसपछि यस्तो आवाज आएको आइगरेको छ। आज सायद कतिपटक दिनभरि खसाल्छ, बेलुकासम्म खसाल्छ। अहिले 2:30 भएको छ, बेलुकासम्म खसाल्छ कि मान्छे। भिडियो आज चाहिँ मैले के को बनाउँदैछु भने साथीहरू देख्न सक्नुहुनेछ। मेरो हातमा के छ, यो के हो साथीहरू, हजुरले भन्नुहोस् त, यो के हो? ल हजुरले भन्नुहोस् त सबैजनाले। बगेर हेर्नुहोस् न, बगेर। वाउ साथीहरू, मैले यसको अचार बनाएर पनि देखाउँछु हजुरहरूलाई है। के अरे, यो चाहिँ मेरो पूर्व चितवनको दिदीले चाहिँ मलाई अचार बनाउनको लागि कसैले पठाइदिनु भएको। हाम्रो त यता टिप्न जान दिँदैन नि त, राष्ट्रिय निकुञ्ज भइसकेको छ। साग पनि टिप्न जान दिँदैन, दाउरा पनि लिन जान दिँदैन, केही पनि गर्न दिँदैन कि। अनि त्यही भएर चाहिँ दिदी घर गएको बेला दिदीले चाहिँ टन्नै टिपेर ल्याउनु भएको रहेछ। अनि यो चाहिँ अचार बनाएर खाऊ भनेर दिनुभएको के, पाकेको दिनुभएको कि। कति मिठो के, फेरि हेर्नुहोस् न। म चाहिँ खाइहालेँ एउटा है त, टक्कै जिब्रो पड्का। कम त मिठो हुन्छ साथीहरू, यो कम त मिठो हुन्छ। यो अमिलो गुलियो, मन नपर्ने कोही छ? कोही छैन, सबैजनालाई मनपर्छ। खास गरी त मेरो विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनीहरूलाई त भन्नै पर्दैन। नेपालको खानेकुराहरू खानको लागि त बेचैन भएको हुन्छ कि, बेचैन। मलाई त के हुनु, हजुरहरूलाई त के हुनु, मेरै मुखबाट यहाँ पानी झरिरहेको छ तल। आमा के भन्ने, बोल्दा बोल्दै मुख यति रसाएको छ कि बोल्दा बोल्दै पानी पनि झरिरहेको छ कि। यति राम्रो बगेर छ, हेर्नु न, यति राम्रो बगेर छ कि, यति राम्रो। ल भन्नै पर्दैन। मैले चाहिँ यसको अचार टक्क लाएर बनाउँछु। अब तल गएर बनाउँछु कि। अनि हजुरहरूलाई यो अचार बनाएको भिडियो पनि मैले देखाउने छु कि। यो कसरी बनाउँछ भने साथीहरू, यसलाई चाहिँ यो चिनीमा पकाउनु पर्छ कि, मजाले पकाएर राख्नुपर्छ यसलाई चाहिँ। धेरै सुकाएपछि नि मिठो लाग्दैन। अब यो भइसक्यो रेडी। अब एकछिन अब भान्सातिर गएर अचार बनाऊँ, एकदम राम्रो हुन्छ कि यसको अचार पनि है। चिनी पनि सकिया क्या, चिनी किन्न जान पर्ला अनि बनाउनु पर्ला। उता छोरीले पानीपुरी फुलाएर राखिदेऊ भनिएको छ, कतिखेर के गर्ने हो। कपडा धोछु, कपडाको कुरा नगर्नु। कपडाको कुरा कतिवटा डोरी, 1 2 3 4 5 6 7 7वटा डोरीमा टन्नै त्यही हातले के, मैले धोएको होइन फेरि। आज चाहिँ मेरो श्रीमानजीले धोइदिनु भएको कि। कस्तो पेट दुखेर कटक्क भएको कि यहाँनिर, अनि श्रीमानजीले चाहिँ धोइदिनु भएको। बगेरको अचार कसलाई मनपर्छ? मन नपर्नेले लाइक सब्सक्राइब गर्नु होला साथीहरू, सबैजनाले होइन। चाहिँदैन हिरा र मोती, बगेर भए पुग्छ हो पुग्छ। चाहिँदैन हिरा र मोती। बगेरको यसरी गट्टा खेल्न नि सकिन्छ कि मजाले, धेरै भएपछि त। यो चाहिँ पाक्यो नि त, पाकेपछि चाहिँ चिप्लो हुन्छ मजाले। बगेर भए पुग्छ हो पुग्छ।
माया गीत पनि कसरी हो बिर्सिसके भने आमामा बुढेसकाललाई लगाइसक्यो, बुढेसकाललाई छोइसक्यो, अब कपाल पाक्न मात्र बाँकी ह। के गर्नु र कठै के गर्नु भन्या यत्तिकै छ के साथीहरू, यत्तिकै छ जिन्दगी भनेको। ल यसरी खाने क्या। अरू हुन्छन् सबै आफ्नै दुनियाँमा, म हुन्छु सधैँ आफ्नै दुनियाँमा। मलाई कोही पनि साथी चाहिँदैन। आनन्द, एक्लै, फ्रिडम। आमामामा व्यस्त, जति बेला नि व्यस्त। भिडियो यति बनाउनु पर्छ नि, के गर्नु। फेसबुक पनि मोनिटाइज भयो, फेसबुकतिर नि एउटा दुइटा हाल्नै पर्यो। टिकटक त खासै बनाउँदिनँ म त। टिकटक त खासै बनाउन के हो त्यो टाइमै मिल्दैन। अनि त्यही युट्युब र फेसबुकमा चाहिँ मैले टाइम दिइरहेको हुन्छु कि साथी। कपडा हेर्नु न कति सुकाएको छु कपडा। ल कपडा कहाँ गयो रे? अरू डोरीको त देखिँदै देखेन, यतापट्टिको डोरीको त देखेकै छैन अझ। कति छ कति। अब चाहिँ साग टिप्न पनि जाँदैछु। बारीमा देख्न सक्नुहुनेछ कति राम्रो हरियो साग छ। त्यो साग टिप्न अब बेलुकाको लागि तरकारी नि टिप्न पर्यो। सुरुमा जान्छु, यो बगेरलाई रेडी गर्छु। अनि त्यसपछि चाहिँ होइन, मेरो मुख यस्तै गोरो रातो देखेको, अहिले घाममा आएर यस्तो देखेको। अनि त्यो पहिला सुरु त अनि बगेरलाई रेडी गर्छु, अनि पानीपुरी फुलाउँछु। छोरीको लागि पानीपुरी रेडी गरेर राखिदिन्छु। अनि त्यसपछि अनि साग टिप्छु। त्यसपछि त बेलुकै भइसक्यो। हेर्नुहोस् न घाम कहाँ आइसक्यो कि घाम। ल यहाँ झरिसक्यो कि तलै। साथीहरू म जाँदैछु। यो अचार अब के देखेको है देख्नै नहुने चिजहरू देखिराखेको छ यहाँ। अब यसमा यो चाहिँ मैले कराईमा हालिसकेको छु। अब यसमा म एकछिन यसलाई पकाउँछु। यसमा चाहिँ मरमसला हालेर नुन, अनि त्यसपछि नुन हाल्छु, अनि त्यसपछि खुर्सानी, अनि त्यसपछि जिराहरू हालेर अनि मजाले एकछिन पकाएर अनि त्यसपछि यसमा मैले चाहिँ सबै सामानहरू हालिसकेँ यसमा होइन। सबै मसलाहरू हालिसकेपछि यसलाई मैले चाहिँ ओर्काइ फर्काइ गरेर साथीहरू यसलाई चाहिँ मैले एकछिन पाक्न दिन्छु। मजाले लतत्त पाक्न दिन्छु। फाइनली यो अब हुनै लागिसक्यो। हेर्न सक्नुहुनेछ यस्तो हुन्छ कि लतत्त हुन्छ कि यो पाक्नु लागिसकेपछि चाहिँ मजाको हुन्छ। अब यो हुन लागिसकेको छ। यो अब धेरै गर्यो भने त यो ढेँडो जस्तो हुन्छ। मैले चाहिँ यसलाई चाहिँ यत्तिकैमा निकालेँ है। यो चाहिँ डिब्बामा यत्तिकै राख्दा पनि यो गल्छ अब मजाले। मैले चाहिँ यसलाई यत्तिकै राखेँ। अब यतिभन्दा पकायो भने त साथीहरू खाना नहुने स्थितिमा पुग्छ। मैले चाहिँ यसलाई यत्तिकै लतत्त राखेँ है। यस्तो यत्तिकै राखेँ। अब यसलाई चाहिँ निकालेर एकछिन भाँडोमा राख्नुपर्छ है। एउटा चाक्ती हालौँ न कस्तो हुँदो रहेछ। पुरै पाकी सके भित्र। अब यो निस्किन मात्र बाँकी गेडा। पकाएको त जति पकायो उति सबै निस्किन्छ। अनि एकछिन अझै छोडिदिनु पर्छ क्या। यस्तो भयो। यो चाहिँ बगेर धोएर मैले रेडी बनाइसकेको छु। अनि यता चाहिँ कराई तताइराखेको छु। यो कराईमा अब चिनी हाल्ने, थोरै चिनी लिने, अनि त्यसपछि यसमा चाहिँ थोरै पानी लिएर यो चिनीलाई पगाल्नुपर्छ। यस्तो गरेर यो अब मजाले पगाल्नुपर्छ।
खाना आउने होइन त साथीहरू बगेरको अचार। ओ माई गड, ओ माई गड, ओ माई गड, भेरी याम्मी साथीहरू, भेरी याम्मी। मैले चाहिँ अचार बनाइहालेँ फाइनली गाइज, फाइनली अचार मैले रेडी गरिसकेको छु। अब यसलाई मात्र सेलाएर डिब्बामा हाल्न मात्र बाँकी छ। डिब्बामा प्याक गरेर राखेर सधैँ खाने। अनि आमा कति मिठो हुन्छ है साथीहरू। फाइनली गाइज मैले चाहिँ अचार बनाइसकेँ। यो चाहिँ देख्न सक्नुहुन्छ बगेरको अचार मैले चाहिँ बनाइसकेको छु होइन त। हजुरहरूलाई चाहिँ मैले के अरे यो कसरी बनाइन्छ भनेर मैले यो फुल भिडियोहरू सबै मैले राखेको छु। हजुरहरूले चाहिँ मेरो भिडियोलाई फुल हेरिदिनुहुन्छ भन्ने आश गरेको छु, ठुलो आश गरेको छु। सो साथीहरू बगेरको अचार एकदमै मिठो हुन्छ होइन। सो मैले पनि एउटा चाखेर खाइदिइहाल्छु, आफैले बनाएको है। यो चाहिँ चिनीमै पकाउने हो क्या साथीहरू। चिनी हालेन भने खान सकिने, लास्टै अमिलो हुन्छ। रस जति सबै तलतिर गएको छ, एकदमै मिठो छ साथीहरू। सो गाइज हजुरहरूलाई बगेरको अचार कस्तो लाग्यो सबैले कमेन्ट गरिदिनु होला है। तलको लाइक बटनमा लाइक गर्न चाहिँ कसैले नभुल्नु होला साथीहरू। सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि हजुरहरूले चाहिँ यसै गरी मेरो भिडियोलाई माया गरिदिनु होला, सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु साथीहरू। सो मैले अब सबै भिडियोहरू बनाएको थिएँ। अब यो डिब्बामा राखेको पनि त बनाउनु पर्यो नि त, कम्प्लिट गर्नु पर्यो नि त होइन र भिडियो। त्यही भएर मैले चाहिँ कम्प्लिट भिडियोहरू बनाएको छु। हजुरहरूले चाहिँ सबैले मन परे नपरे सबैले हेरिदिनु होला साथीहरू, म यही भन्न चाहन्छु। सो गाइज हजुरहरूले फुल हेरिदिनुहुन्छ भन्ने आशाका साथमा म पनि अब बिदा हुन चाहेँ साथीहरू। फेरि पनि म आउने नै छु न्यू भिडियो र न्यू भ्लगका साथमा। त्यतिखेरका लागि यति नै साथीहरू, टाटा बाई बाई।